सो हेलो एभ्रिवान, यदि तपाईहरु कुनै करियर प्रोफेसनमा हुनुहुन्छ र तपाईं एउटा पोइन्टमा हुनुहुन्छ र तपाईले एउटा भिजन सेट गर्नु भएको छ र तपाईलाई त्यहाँ पुग्नु पर्ने छ भने चाहिँ के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भनेर चाहिँ म छोटकरीमा भनिदिन्छु। सो स्मल एउटा चाहिँ अवधारणा छ जसलाई चाहिँ स्मार्ट पनि भनिन्छ है। सो स्मार्ट भन्ने एउटा वर्डलाई हामीले ब्रेक डाउन गर्ने हो भने चाहिँ एस स्ट्यान्ड्स फर स्पेसिफिक, एम स्ट्यान्ड्स फर मेजरेबल अथवा कुनै कुनै कन्टेक्स्टमा त्यसलाई मिनिङफुल पनि भनिने गरिन्छ। त्यसपछि ए भनेको चाहिँ अचिभेबल र आर इज रियलिस्टिक एन्ड टी इज टाइमली। सो तपाईले कुनै पनि गोल सेट गर्नु भएको छ भने त्यो स्पेसिफिक हुनु पर्यो के, भेग हुनु भएन। फर एक्जाम्पल यदि सो म चाहिँ अहिले टिचिङ प्रोफेसनमा छु, सो त्यसकै एउटा एक्जाम्पल राखेर भन्छु हजुरहरूलाई। मेरो स्टुडेन्ट्सहरू चाहिँ डिसिप्लिन हुनु पर्यो, अब त्यो भेग भयो, द्याट्स नट स्पेसिफिक। मेरो स्टुडेन्ट चाहिँ डिसिप्लिन भएर टाइममा कक्षा कोठामा आओस्, न द्याट्स स्पेसिफिक। सो तपाईहरुको गोल सेट गर्दा एउटा स्पेसिफिक हुनु पर्यो। अब अर्को मेजरेबलको कुरा गर्ने हो भने चाहिँ मेरो स्टुडेन्टले अथवा मेरो धेरै स्टुडेन्टले एक्जाम पास गर्दै हुन्थ्यो भन्दा पनि यदि अहिले पासिङ रेट 50% मात्र छ भने चाहिँ 50 बाट मेरो टोटल स्टुडेन्टले चाहिँ 80% पास रेट हुनु पर्यो। सो नाउ द्याट्स मेजरेबल र तपाईको भिजन जुन एन्डमा पुग्दाखेरि चाहिँ त्यो सजिलो हुन्छ मापन गर्न र तपाईले आफ्नो प्रोग्रेस ट्र्याक गर्न पनि एकदमै सजिलो हुन्छ। अब मुभिङ अन टु अचिभेबल एन्ड रियलिस्टिक, यो दुईटा चाहिँ अलिकति सँगसँगै आउन जान्छ। सपोज मेरो एउटा स्टुडेन्ट चाहिँ अहिलेसम्म झुन्डेर पास हुन्छ, उसको 39-40% आउँछ हैन। अब मैले उसलाई सिधै उसले 90% ल्याउँछ भनेर त्यो सोच्न पनि मिलेन। सो स्लोली ग्रेजुअली म उसलाई चाहिँ यो एकाडेमिक इयर 3 महिनाको ग्यापमा अथवा 6 महिनाको ग्यापमा चाहिँ 40% बाट 50, 45, 50 त्यति गर्दै ग्रेजुअली लान्छु भन्यो भने चाहिँ त्यो अचिभेबल र रियलिस्टिक भयो। र टाइमलीको पनि यसमै कुरा आयो, एउटा टाइम चाहिँ तोक्नु पर्यो, यति टाइमभित्र म यो गर्छु भनेर। अब यतिकै आउने दिनमा म गर्छु भनेर चाहिँ वी आर नेभर गोइङ टु अचिभ इट। सो यदि तपाईहरुलाई यस्तै इन्ट्रेस्टिङ कन्टेन्ट हेर्नु छ भने चाहिँ फलो, लाइक, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू, बाई।